अमेरिकामा ट्रम्प सरकार भएदेखि धेरै नै किसिमका विदेशीहरूलाई असर पर्ने गरी धेरै नै किसिमका कानुनहरू चेन्ज हुँदै आएका छन्। पहिलो दिन मात्रै नभएर पहिलो हप्ता केही महिना बित्दै जाँदा अहिले अब अमेरिकाको मात्र नभई संसारकै नम्बर 1 हार्वर्ड युनिभर्सिटीमा विदेशीहरूले पढ्न नपाउने भएका छन्। यो समाचार हामीले अहिले प्रकाशित गर्दै गर्दा हार्वर्डले ट्रम्प एडमिनिस्ट्रेसनलाई सु पनि गरेको छ। यसको रिजल्ट आउन अथवा अदालतले फैसला गर्न समय लाग्ला, तर नेपालबाट अमेरिका पढ्न आउनेको सङ्ख्या धेरै नै छ। तर हार्वर्ड जस्तो अथवा अरू नामुद स्कुलहरू जुन चाहिँ संसारभरि चिनेका छन् भनौँ, या टप 5-10 मा पर्ने युनिभर्सिटीहरूमा पढ्ने नेपालीको सङ्ख्या त्यति धेरै त छैन। तर पनि मान्छेहरूले अलरेडी भन्न सुरु गरिसके कि विदेशी विद्यार्थी बिना जो चाहिँ अलिकति हार्डवर्किङ अथवा अलिकति ब्रेन भन्छ नि, जुन त्यो विभिन्न देशहरूबाट त्यहाँका एकदमै अत्यन्त जेनदार विद्यार्थीहरू आउने हुनाले यहाँ आएर पनि धेरै राम्रो गरेको हुन्छ। त्यसरी भन्छ इन्टरनेसनल विद्यार्थी बिना चाहिँ हार्वर्ड रहँदैन अथवा आइभी लिगको जुन सान छ त्यो रहँदैन भन्ने कुराहरू पनि बाहिर आइरहेको छ। तपाईँलाई के लाग्छ नेपाली